मेरो बुवाको रिफ्लेक्स गजब छ। बत्ती बाल्यो कि इन्स्टिङले अफ गर्छ। मेरो बुवाले माया गर्छु भन्नुहुन्न, तर बिग्रेको सबै कुरा ठिक गर्नुहुन्छ। बाबा डाइटिङ स्टार्ट। खानाको स्मेलले प्लान फेल। नेपाली आमालाई मल्टिटास्किङ क्लास चाहिँदैन, लाइफले आफै सिकायो। एकै समयमा खाना पाक्छ र छोरा गाली खान्छ। त्यो गाली मिडल क्लासको माया हो। सानो हुँदा सपना ठुला थिए, घर, गाडी, लाइफ। ठुलो भएपछि सपना घटे, ब्यालेन्स जस्तै। तर खुशी ब्यालेन्स होइन, फ्यामिली रहेछ। घर सानो छ तर हाँसो ठुलो छ। उमेर बढ्दै जाँदा जब भन्दा पहिले बीए इन्टरभ्यू सुरु। सिंगल हुनु चोइस होइन, डेडलाइन हो। नयाँ लुगा शपिङ, त्यो त दशैं कुर्नु पर्छ। शपिङ गर्नु सजिलो छ, तर वालेट रोइरहेको हुन्छ। पाहुना भगवान हुन्, तर बिस्किट लिमिटेड एडिसन। हामीसँग धेरै छैन, तर साथ र हाँसो पर्याप्त छ।